नमस्ते गाइज, आज चाहिँ हाम्रो अमेजिङ रिब्याट आएको छ। त्यसैले हामी अमेजिङ रिब्याटको क्रेडहरू खोल्नु पर्ने हुन्छ। यसलाई चाहिँ हामीले 1000 युसी वेस्ट गऱ्यो भने चाहिँ हामीलाई केही फ्री रिवार्ड आउँछ। त्यसैले 1000 युसी वेस्ट गर्नलाई चाहिँ हामी टक्क लगाएर कहाँ जानुपर्छ भनेपछि आरपी प्याकमा जानुपर्ने हुन्छ। आरपी प्याकमा जाऊँ, आरपीमा क्लिक गऱ्यौँ अनि त्यहाँ पछाडि यहाँ आरपी प्याक आउँछ। आरपी प्याकमा क्लिक गरेर 1000 युसी वेस्ट गऱ्यो भने हामीले अमेजिङ रिब्याटको फ्री रिवार्ड्सहरू कलेक्ट गर्न पाइन्छ। यहाँबाट हामीलाई 1000 पोइन्ट पनि आउँछ, 2टा क्लासिकल क्रेड पनि आउँछ, आरपी पोइन्ट पनि हाम्रो 70 भइहाल्यो। अब टक्क लगाएर हामी फेरि अमेजिङ रिब्याटको रिवार्ड कलेक्ट गर्न जानुपर्ने हुन्छ। टक्क लगाएर अमेजिङ रिब्याटको रिवार्ड फ्री रिवार्ड्स हामीलाई आइसकेको छ। टक्क हामीलाई कतिवटा पर्ने हो त, यसमा लक परेछ दामी पेन्ट आयो 8वटा, मिनिमेटल कतिवटा पर्ने हो हामीलाई यसमा चाहिँ लक त एउटा लक 2टा ठिक छ। अब हाम्रो आरपीको रिवार्डहरू पनि कलेक्ट गरौँ। आरपीको रिवार्ड त यस्तो राम्रो त केही छैन, सब जतिको छ ठिकै छ, त्यही पनि कलेक्ट हान्दियौँ। अब हामीसँग प्रिमियम क्रेड कतिवटा चाहिँ हेर्दिउँ। जम्मा 4वटा छ, 4वटा नै यसो लक चाहिँ गरिदिउँ न। प्रिमियम क्रेडमा नै हामीलाई स्क्यारल परिहाल्छ कि के थाहा, लकले त जहिले एफ हान्छ होइन, यसपालि दिदी एफ हान्दैन कि भनेर खोलिदिउँ पर्छ कि के हो स्क्यारल यसमै, केही परेन जस्तो छ। त्यही के देख्यो यस्तो भएन नि। पब्जीले पनि हेप्न थाल्यो हौ आजभोलि त। यसमा चाहिँ पर्छ कि के हो, त्यही के पऱ्यो क्या यार, अलि राम्रो चिज दिनु पऱ्यो क्या, अलि राम्रो स्क्यारल दिनु पऱ्यो हौ। ट्याक्क लगाएर स्क्यारल दिँदै रे दिएन यार, यसमा पनि लास्ट एउटा बाँकी छ। अब यसमा चाहिँ पर्छ कि के हो, स्क्यारल पऱ्यो कि के हो, खोइ त्यही यार केही दिएन। ल साथी हो, लगले एफ हान्यो, अर्कोचोटि आउँला फेरि।